देशभर बालेन सरकारले समात्यो 195 बिचौलियाहरू। बालेनका प्रहरीहरू कडा एक्सनमा। यति एमनी वाइटबडीदेखि सुनकाण्डसम्मका फाइलहरू खोलिँदै इतिहासमै शक्तिशाली बन्यो बालेन सरकार। रातभर प्रहरीको सर्च अपरेसन। काठमाडौँबाटै पक्राउ परे 195 जना। शंकर समूहका उपाध्यक्ष सुलभ पक्राउ काठमाडौँ बाहिर रहेका थिए। प्रहरीको अपरेसन सेफ्टी काठमाडौँ। कांग्रेसको स्यालदेखि टिकटकर किङजोगको ग्याङ नै समातियो। विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग। एमाले दियो प्रधानमन्त्री बालेन शाहलाई औपचारिक बधाई। बलात्कार आरोपमा पक्राउ परेका हास्य कलाकार बलेको विषयमा के भन्छन् महिला कलाकारहरू, यसबारे सम्पूर्ण जानकारी। रवि लामिछाने र ज्ञानेन्द्र साईबीच 1 घण्टा भेटवार्ता। उपसभामुख पद रापरबालाई दिने चाहना। प्रधानमन्त्री कार्कीसँग अन्तर्वार्ता। नयाँ सरकारको सुशासन, भ्रष्टाचार र नियन्त्रण, रोजगारीको माग पूरा गर्नुपर्छ। दुर्गा परसाईले गरे सरकारको प्रशंसा। भने म प्रधानमन्त्री भएको महसुस गर्दछु।